जय श्रमदाल जय श्रमदाल फोटो खिचा केटा इन्डियन गोर्खा जनशक्ति फ्रन्ट प्रमुख संयोजक अजय एडवर्ड्सले हिजो तुङसुङ चियाबारीको खोलामा निर्माण गरिएको गोर्खाल्यान्ड पुलको विधिवत उद्घाटन गरे। पुलको उद्घाटनपछि उनी गाडीमा चढेर पुल वारी आए। उनले उद्घाटन कार्यक्रममा ओर्लिएका जनसैलाबलाई समर्थन गर्दै पुल निर्माण कार्य रोक्न धेरै षड्यन्त्र भएको बताउँदै तर पुलको जनताको एकताको कारण यो सम्मान भएको छ भनेर आफ्नो सम्बोधनमा भने। उनले पुल उद्घाटन गरे पश्चात जनता जनार्दनले अजय एडवर्ड्स जिन्दाबादको नारा लगाएर जय जयकार गरे। उक्त पुलको निर्माण कार्य समापन भए पश्चात आवत जावतमा तुङसुङ वारी अनि पारीको समृद्ध पानी क्षेत्र हुँदै यातायातमा धेरै सुगमता बढ्ने कुरोलाई धेरै प्राधान्यता दिएको कुरो स्थानीयहरूले बताएका छन् भने यस पुल निर्माण कार्य गरिए पश्चात अझै एडवर्ड्सप्रति स्थानीयवासीहरूले धेरै कृतज्ञता व्यक्त गरेका छन्। यस कार्यक्रम पश्चात स्थानीयहरूले पनि सम्बोधन गरेका छन्। अरू अन्य फेल भयो, त्यसकारण यो जनताको पुल हो। गोर्खाल्यान्ड भनेको हाम्रो हृदयको सम्पूर्ण पार्टी जाति धर्म गोर्खाल्यान्ड भन्ने हाम्रो चाहना हो। त्यसकारण आजको यो पुल हामीले नाम यो सरकारले बनाएको भए वेस्ट बेंगल पीडब्ल्यूडी भनिन्थ्यो होला ब्रिज, जीटीएले बनाएको भए जीटीए को ब्रिज भन्थ्यो, तर जनताले बनाएको त्यसकारण गोर्खाल्यान्ड पुल भनेको जनताको चाहना हो। यो पुल बनाउँदाखेरि कति कष्ट यहाँको दिदी बहिनी आमाहरूले युवाहरूले श्रमदान दिँदाखेरि सरकारले सघाउनु होइन, उल्टा सरकारले दबाउ गर्नु खोज्यो। जेसीबी हाम्रो लग्यो, तर हाम्रो आमा बाबा दाजुभाइ युवाहरूले सूरजहरूले हातले जेसीबी लग्यो, हातले यो पुल बनायो, पुल रोकेर सिमेन्ट रोक्नु खोज्यो। सिलगढीमा गएर सिमेन्ट जसले हामीलाई सप्लाई गर्थ्यो त्यसलाई खबरदार अजय एडवर्ड्सको लागि सामान जानु हुँदैन, तर महँगो सिमेन्ट किनेर डबल दाममा किनेर पनि ब्रिज चाहिँ रोकेन। सूरज दिपु अन्यले केस हाल्यो, पुरा केस हाल्यो, तर ब्रिज रोकेन। त्यसकारण गोर्खाल्यान्ड पुल आज ढिलो भयो, असल भयो, राम्रो भयो। हामी यसरी एकतामा भयो भने आउँदो दिनमा यो साइन मात्रै गोर्खाल्यान्ड होइन, गोर्खाल्यान्ड अवश्य हुन्छ, अवश्य हुन्छ। जस्तै यो पुलमा पुलिस आयो टेरेन, बीडी आयो टेरेन, पञ्चायतको प्रधानहरू आयो टेरेन, जीटीएको प्रमुखलाई टेरेन। अन्तमा
ईश्वरले पनि इम्तिहान, यो ब्रिजलाई इम्तिहान। 4 अक्टोबरमा यो पुल, यो पानी 4 गुणा बढेको थियो 4 अक्टोबरमा, तर यो ब्रिज 1 इन्ची हल्लेन। यो ब्रिज सिमेन्ट, गिट्टी, रडले मात्रै बनाएको होइन। यो ब्रिज हाम्रो गोर्खा जातिको आशा हो, हल्लेन। त्यसकारण तपाईँ हामी एक भयो भने सबै सम्भव हुन्छ, सबै सम्भव। चमत्कार आधी बेरी आयो, अन्य तन्त्रहरू लगायो, सबै साम दाम दण्डभेद तेरेन। त्यसकारण गोर्खा जाति 32वटा समाज एक हुँदाखेरि यस्तो चमत्कार हुँदो रहेछ। आउँदो दिनमा गोर्खा एक भयो भने दिल्ली, बंगाल या क्षेत्रीय प्रशासन गर्ने दाजुहरूलाई भन्नु पर्यो, गोर्खा एक भयो भने अवश्य गोर्खाल्यान्ड हुन्छै हुन्छ, हुन्छै हुन्छ, हुन्छै हुन्छ, हुन्छै हुन्छ। 32वटा समाजले चमत्कार देखायो भने गोर्खा जाति एक भयो भने के चाहिँ हुन्छ तपाईले कल्पना गर्नुहोस्, कल्पना गर्नुहोस्। तर अन्तमा त्यही भन्नु चाहन्छु, तर नेताले आन्दोलन थालेर फेरि जंगलतिर भाग्नु भएन नि। फेरि गोर्खा जातिको नेतृत्व गर्छ भने त्यो नेतृत्वमा अलिकति फलाम चाहिँ हुनुपर्छ, हो कि होइन भन्नुहोस् त? फलाम हुनुपर्छ हृदयमा। कलकत्तामा गएर कसको अङ्गालाई मार्नु भएन नि फेरि आउँदै दिनहरूमा। भित्र आत्माभित्र हाम्रो संकल्प हुनुपर्छ, जति नै आधी बेरी आए सहने शक्ति हुनुपर्छ लिडरहरूको, सहने शक्ति हुनुपर्छ। गोर्खा जातिको हातमा खुकुरी हुँदाखेरि संसार हल्लाको थियो, संसार। तर आजको दिन म के भन्नु चाहन्छु भन्दाखेरि त्यो बल, त्यो गोर्खाको हात र खुकुरी भन्दा बल चाहिँ गोर्खाको आत्मा शक्ति चाहिँ हुनुपर्छ, आत्मा शक्ति। गोर्खाको आत्मा शक्ति भयो भने चमत्कार हुन्छ, पक्कै हुन्छ। त्यसकारण आउँदो दिनमा एकता राखौं। आउँदो दिनमा यही मञ्चबाट, गोर्खाल्यान्ड पुलबाट अन्य नेतृत्वलाई, नेतालाई भन्नु चाहन्छु, अब जनता चुबोलाएर बस्दैन। जनताको काम गरेन भने जनता एकतामा यस्तो चमत्कार बनाउँछ। अझै जनतालाई झुट्टा भनेर 15-20 साल झुट्टा भन्यो भने जनता अब विद्रोह गर्नुमा उठ्छ, हो कि होइन भन्नुहोस्? यहाँबाट तपाईँहरूलाई सबैलाई आह्वान, नेताहरूलाई अब लिडर हुनु त्यो फस्के नरियल मात्रै फुटाउनु हुँदैन, काम गरेर देखाउनु पर्यो, हो कि होइन भन्नुहोस् त? काम गरेर देखाउनु भयो। इलेक्सनको टाइममा आएर ठुल्ठुलो पार्टीहरूको बुथ खर्च र गाडी भाडामा मात्रै नेताहरू तम्सिनु हुँदैन। अब जनता जागेको छ, यो तुङसुङ अनि तुङसुङवासीले प्रमाण दिएको छ गोर्खाको आत्मा शक्ति। यति नै भन्दै आजको दिनमा यो जनताले बनाएको पुल, श्रमदानले बनाएको पुल, 32वटा समाज भएर बनेको पुल, सबैलाई बधाई। अनि फायरवर्क्सहरू रेडी भयो, स्मृति रेडी भयो। अब तपाईँहरू जतिजना छ, अघि दिउँसो धेरै थियो, टाढो टाढो जानु पर्यो, जति हामी रहेको छ एकताल यो तुङसुङ गोर्खाल्यान्ड श्रमदान पुलबाट एउटा आवाज निक्लोस्, We want Gorkhaland!
We want Gorkhaland! We want Gorkhaland! We want Gorkhaland! We want Gorkhaland! Jai Gorkha! Jai Janta! Jai Gorkha! Jai Janta! धन्यवाद धन्यवाद सर्वप्रथम त नमस्कार है र जुन यो एउटा हाम्रो जुन यहाँनिर है यो गोर्खाल्यान्ड ब्रिज जुन निर्माण भयो है र म चाहिँ के भन्न चाहन्छु भने पहाडमा इमानदार नेता अनि स्वाभिमानी जनता मिल्यो भने चाहिँ असम्भव केही पनि छैन, सबै कुरा सम्भव छ। किनभने जल्दो बल्दो उदाहरण तपाईँले यहाँ देखिहाल्नु भएको छ। किनभने यो ब्रिज जुन छ यो श्रम माध्यम बन्नेको, अजय एडवर्डज्यू इमानदार हुनुहुन्छ अनि स्वाभिमानी जनता, मैले भने नि स्वाभिमानी जनता चाहिँ कस्तो हुन्छ भने जस्तो कि कतिवटा जग्गा हामीले श्रम माध्यम बाटो है हामीले कतिवटा घरहरू हामीले निर्माण गरिरहेको छु होइन, र उहाँहरू चाहिँ डिपेन्डेन्ट सरकारमाथि मात्रै होइन, आफ्नो जग्गा बाटो ठिक छैन र यसमा चाहिँ हामी आफैले पनि श्रम गरेर त्यो बाटोलाई हामी निर्माण गर्ने है यो खालको जमर्को लिएर आजको दिनमा धेरै जग्गा ब्रिजको कामहरू अझै भइरहेको छ, अझै माध्यम है श्रम माध्यम भइरहेको छ। र विशेष म यही भन्न चाहन्छु यहाँका जुन क्षेत्रवासीहरूलाई बधाई अनि शुभकामना दिन चाहन्छु। तपाईँहरूको यो क्षेत्र आजको दिनमा पहाडमा मात्रै नभएर सम्पूर्ण है भारतभरि नै आज यो चिर परिचित भयो, गोर्खाल्यान्ड ब्रिजको एउटा नामाकरण भयो र भोलिको दिनमा यहाँनिर टुरिस्टहरू आउँछ, यस क्षेत्रमा जुन एउटा साधन सोर्स अफ इन्कम बढ्छ, यहाँका जति पनि बेरोजगारी भाइ बहिनीहरूले उहाँहरूले रोजगार पाउँछ र अझै यो क्षेत्रलाई यहाँका जति पनि हाम्रा पढेको लेखेको भाइ बहिनीहरूले यसलाई अझै प्रमोट गरेर है सोसियल मिडिया माध्यम हुन्छ है यहाँनिर आएको टुरिस्टहरूलाई राम्रोसँगले उहाँहरूलाई सर्भिस दिएर अझै यो ब्रिजलाई अझै एडवर्डज्यूको जुन सपना छ है यो जग्गालाई प्रमोट गरेर अझै माथिसम्म पुर्याउने। र म तपाईँ जिटिएको मतलब मेम्बर पनि हुनुहुन्छ। हजुर हजुर। तर आज दुईटा समष्टिलाई जोड्ने काम यो कुलले गरिरहेछ। दुईटा समष्टि भनेको दुईटा सभासद हो। यद्यपि आज आएर जो सत्ताधारी छैन, तपाईँ पनि जिटिएको जुन सत्ताधारी पार्टीमा हुनुहुन्न है, र आज किन बाध्यता परे कि तपाईँहरूले एडवर्डको पार्टीको निर्माण गर्नुपर्ने होइन? अब यहाँनिर जिटिए इलेक्सनमा यस क्षेत्रबाट जितेर जाने हाम्रो अति नै प्रिय दाजु हाम्रो प्रभाकर बेनज्यूले जितेर जानु भएको र उहाँले जब यस क्षेत्रबाट हामीले जितेको हो नि त यस क्षेत्रबाट जित्दाखेरि उहाँले बाचा गर्नु भएको थियो, म जितिसकेपछि तपाईँहरूको यो जुन दुईटा समष्टि जोड्ने बाटो यो चाहिँ म बनाइन्छु भनेर भन्नुभएको थियो। त्यसपछि ऊ हामीसँग तर अब होस् हामी म्यान्डेटमा आउन सकिनँ। प्रभाकर बेनज्यू म्यान्डेटमा जानुभयो कि यो ब्रिज बनाउँछु भनेर, तैपनि यहाँको क्षेत्रवासीहरूले धेरै गुनासो पर्ख्यो नगर्ने किनभने भोट त प्रभाकर बेनज्यूलाई होइन नि त, यहाँको जनताले त अझै एडवर्डज्यूको भिजनलाई हेरेर दिएको थियो नि त, र उहाँले भिजन हेरेर दिनुभएको थियो र यहाँको जुन वासीलाई जुन वचन दिनुभएको थियो त्यो वचन मुताबिक हामीले आफ्नो एउटा कम माध्यम 32वटा समाज मिलेर आफ्नो निजी कोषबाट जति पनि माल
आज यस टाढाबाट मिडिया पर्सन आउनुपर्छ तपाईँलाई विशेष गरी सर्वप्रथम यहाँ हामी स्थानीयवासीबाट धन्यवाद दिन चाहन्छु। विशेष गरेर यो क्षेत्रफल चाहिँ यस्तो खालको क्षेत्रफल हो जुन टाइममा यहाँ बगान रन हुँदाखेरि, अहिले वर्तमान बगान बन्द छ, बगान रन हुँदाखेरि यहाँको टाढोबाट आउने म्यानेजरहरूले यसलाई चाहिँ यो यस्तो खालको क्षेत्रफल थियो, टाढा जहाँबाट पनि ओह्रालो आउनुपर्ने यो क्षेत्रफल यस्तो खालको ब्याज क्षेत्रफल थियो। यो क्षेत्रफललाई चाहिँ मौतको कुवा भनेर भन्ने गर्थ्यो, केही पनि एभाइलेबल थिएन। तर आजको दिनमा जुन यहाँ सौदिया सर अजय एडवर्डले लास्ट इयर नोभेम्बर महिनादेखि यहाँनिर पुल निर्माण गर्ने जुन उसको जमर्को सुरु गर्यो, जुन जमर्कोमा उहाँले कुसिमेङमा एउटा रुख लडेर 2टा घरलाई क्षति पुर्याएको थियो। त्यसताक मैले नै अजय एडवर्ड सरलाई लिएर यहाँनिर निरीक्षण गराएँ। जुन टाइममा यो खोलाको परिस्थिति, यो पुल बनेको ठाउँ यस्तो थिएन, यो डल्लै घनघोर जङ्गल, काँडाघारी, ढुङ्गाघारी थियो। र आज अजय एडवर्ड सरको लगानीमा र हाम्रो तमाम 33वटा समाजको योगदानमा यो आज पुल खडा भएको छ। जुन पुल खडा हुनुमा यहाँ सम्पूर्ण तुङसुङवासी मात्रै नभएर यो वरिपरि क्षेत्रको प्रत्येक समाज, एसएसजी र यहाँको जति बासिन्दाहरू परदेशतिर काम गरिरहेछ त्यो परदेशीहरूको पनि एक कण थोपा उहाँहरूले यहाँनिर पसिना बगाएको छ। कसरी भनेदेखिलाई उहाँहरूले हामीलाई आर्थिक सहयोग प्रशस्त मात्रामा गर्नुभएको छ। र यो आज पक्की पुल जहाँ चाहिँ माझ्दा लोड बोकेर माझ्दा हिँड्ने योग्यको पुल आज निर्माण हुन सकेको छ। हामी तुङसुङवासी धेरै खुसी छौँ। जुन पुलले चाहिँ यस्तो खालको कनेक्टिभिटी लिएको छ, यहाँ हामी घुमबाट यहाँ आएर पोखरेबुङ बजार टुक्रे भएर हामी सिलगढी प्रस्थान गर्न सक्छौँ, भाया मिरिक भएर, जहाँ यहाँबाट हामी धजिया भएर सिलगढी प्रस्थान गर्छौँ। त्यसरी नै यहाँबाट हामी रङ्गुल भएर यहाँनिर इन्टेकमा अर्को ब्रिज अझै सरकै थ्रुबाट एउटा यो ब्रिज पनि बनिसकेको त्यहाँनिर रुरल यो पुल यस्तो ऐतिहासिक पुलमा चाहिँ यहाँनिर विभिन्न किसिमको थुप्रै किसिमको दबाउहरू आयो। जुन दबाउहरू सङ्घर्ष गर्दै आज प्रशासनिक दबाउ, डिएमको दबाउ, क्षेत्रीय थानाको दबाउ, कार्यक्रमको दोस्रो चरणमा हामी दबाउहरू पनि आयो। त्यो दबाउहरू यसरी गोर्खाल्यान्ड ब्रिजको हामीले निर्माण गर्न सक्यौँ। समुद्घाटन पश्चात धेरै खुसी छौँ। धन्यवाद। कुन चाहिँ पार्टीको पञ्चायत मेम्बर छ यहाँ सोच्नुहोस्। पुलिस पठायो, गुन्डाहरू पठायो, जेसीबी बन्द गर्यो, यहाँको गाउँको मान्छेले हात नङबाट यो ब्रिज बनायो, सिमेन्ट बन्द गर्यो, दिपु र गुच्चुलाई जेल हाल्यो ड्रग्स भनेर यही पुलिसले, यही प्रशासन आज लागि परेको छ। ब्याङ्क अकाउन्टमा यसले पैसा कहाँबाट पाउँदैछ? तर यो ब्रिज बनियो अनि एउटा सबैले कोसिस गर्यो। ईश्वरले पनि 4 तारिक एउटा यहाँ ठुलो बाढ आयो, यो पुल यो खोला 4 गुणा बढ्यो। तर अन्तमा त्यो इन्डियन पनि पास भयो, किनभने यो ब्रिज सिमेन्ट र रडले बनाएको होइन। यो ब्रिज हाम्रो मान्छेको आशा, भरोसा र बल र एकताले बनाएको ब्रिज हो। त्यस कारण आज सबै तुङसुङवासी हामी त के हो, तर 32वटा समाज अनि सँगसँगै सुरज, रुबेन, अर्को इन्जिनियर भाइ सुरज अनि सम्पूर्ण यहाँको समाजहरूलाई एक भयो भने तपाईँहरूले के गर्नु सक्दो रहेछ यो संसारले देख्नु पाउँछ। भारतमा कहाँ चाहिँ छ यस्तो नमुना जहाँ चाहिँ सरकारले उल्टा दबाब गरेर पनि जनताले नमानिकन विद्रोह, यो पुल विद्रोह, यो सरकारको अगेन्स्ट, केन्द्र होस्, राज्य होस्, वर्तमानको यहाँको जिटिए होस्, विद्रोह कि तपाईँहरूले काम गरेनौँ भने अब हामी शुभ लागेर बस्दैनौँ। हामी नै हाम्रो भविष्य बनाउँछ। जय गोर्खा, जय गोर्खाल्यान्ड। दाजु अब दार्जिलिङमा कहाँ छ यस्तो योजनाहरू तपाईँहरूको प्रोजेक्ट? अर्को महिना यता पुल छ, 3-4वटा पुल ठुल्ठुलो भन्नुहुँदैछ। हजुर, अन्तिम प्रश्न, यो जुन चाहिँ तपाईँहरूले कार्य गर्नु भएको छैन एकदमै सक्सेसफुल भएको देख्दैछौँ, तर जसरी यो विषयलाई लिएर जति पनि क्रिटिसिजमहरू सुन्नमा आइरहेको थियो त्यसलाई कसरी इन्जोय गर्नुभयो? क्रिटिसिजम
आँटै बुझ्दैनौ, आँट बुझ्दैन जनताको आँट, अनि हाम्रो आँट बुझ्दैन। आयो नि पुलिस आयो, गुन्डा आयो, डिएम, एसडिओ, बिडिओ, केसहरू हाल्यो। हाम्रो ग्लेनरिजमा कति चाहिँ अतिक्रमण गरिरहेको छ, तर नटेक्ने। अनि यहाँको नेताहरूले बुझ्दैन, डिएमसिसी लाग्यो, त्यसकारण उसलाई केही गरेन। होइन नि, गर्नु खोजेको थियो, आँटै बुझेन। आन्दोलन थालेर कलकत्ताको कोकमा गएर बस्नु हुँदैन, आन्दोलन थालेर गोर्खाल्यान्डको आन्दोलन भनेर जङ्गलतिर पस्नु हुँदैन। आँट अनि गोर्खा जातिलाई अगाडि लाने हो भने हाम्रो भित्र चाहिँ लिडरहरूको हृदयमा फलाम चाहिँ हुनुपर्छ। दाजु दार्जिलिङको सत्तासँग अब तपाईँहरूको एकदम टक्राउ नै हो भन्ने बुझ्नु कि के भन्नु? जनताको मोटामोटी 1.5 वर्ष छ। अब 1.5 वर्षमा उहाँले जति छोडोस्, उहाँले कमिसन लिनुपर्छ। अब 3 महिना छ, नगरपालिकाहरू अब 12 महिना छ, 18 महिना Goorkhaland!